नमस्कार साथीहरू, आज हामी तपाईलाई लिएर जानेछौँ एक शान्त, रमाइलो र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यात्रामा। यस यात्रामा हामी दर्शन गर्नेछौँ सिद्धकाली मन्दिर, रमणीय डाँडाहरू, रमाइलो पार्क अनि अनन्त पुग्नेछौँ फुटबल मैदान हुँदै सुनसान जङ्गलमा। सुरु गरौँ आजको हाम्रो यात्रा चुपचाप तर गहिरो अनुभूति सहित। यात्राको प्रारम्भ हुन्छ एक पवित्र स्थानबाट, सिद्धकाली मन्दिर। शान्त वातावरण, हरियालीको बीचमा अवस्थित यो मन्दिरले मनमा असीम शान्ति ल्याउँछ। हामीले सिद्धकाली मन्दिरको दर्शन गर्यौं, नमन गर्यौं र यात्राको सफलताको कामना गर्यौं र लाग्यौं। अब हामी उकालो लाग्छौं। जति माथि पुग्दै जान्छौं त्यति नै सुन्दर देखिन्छ भोजपुरको दृश्य। नीलो आकाश, हरियो वन जङ्गल र टाढासम्म देखिने घरहरूसँगै यो दृश्यले हामीलाई थकान भुलाउँछ। क्यामेराले पनि सास फेरिरहे जस्तो लाग्छ। यस्तो मनमोहक क्षणहरू कैद गर्न पाउनु आफैमा सौभाग्य हो। हिँड्दै जाँदा हामी पुग्यौं काफ्ले स्कुल। त्यहाँबाट हेलो साथीहरू, नमस्कार। अहिले हामी काफ्ले स्कुल आइसकेका छौँ। त मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ काफ्ले स्कुल। र अब हामी दुईजना उकालो लागिरहेछौँ। माथि हिँडेपछि भेटिन्छ एक सानो तर मन लोभ्याउने पार्क। Sun breaks through the trees today. A gentle breeze comes out to play. Birds hum soft tunes, they sway. A moment to breathe, let worry stray. Streams of light on the floor. त्यहाँ हामी केही बेर बस्यौं, काँक्रा खायौं, हास्य रसले भरिएका कुराकानी गर्यौं र वरिपरिको दृश्य निहाल्यौं। त्यो ठाउँमा समय बिस्तारै बितिरहे जस्तो लाग्थ्यो। जीवन केही समयलाई चुपचाप रमाइरहेको जस्तो महसुस भयो। Whispers of leaves we all adore. A quiet path that holds much more. अनन्त हाम्रो यात्राको अन्तिम बिन्दु हामी पुग्छौं स्थानीय जङ्गल। त्यहाँ हामी केही दृश्यहरू खिच्यौं, रमाइलो गर्यौं अनि स्थानीय वातावरणसँग केही क्षण बितायौं। साच्चै भन्नुपर्दा कहिलेकाहीँ कुनै योजना बिना सुरु भएको यात्रा पनि हृदय छोइदिन्छ। बस्दा बस्दै साँझ परेको पत्तै भएन। यताउति हेर्दा साँझ पर्न थालिसकेको रहेछ र हामी हाम्रो क्यामेरा बिसाउँछौँ। एक दिनको रमाइलो यात्रा सकिन्छ यही, तर स्मृतिहरू सधैँका लागि हाम्रो मनमा बस्छन्। अब हामी फर्कन्छौँ अर्को साहसिक यात्राको तयारी गर्दै। यदि तपाईलाई हाम्रो यात्रा मन पर्यो भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। लाइक, कमेन्ट र शेयर गर्नुहोस्। तपाईको साथ र समर्थनले हामीलाई अझ प्रेरणा मिल्छ। फेरि अर्को रमाइलो यात्रामा भेट्नेछौँ। धन्यवाद, नमस्कार।